आज बिहान बिहान पसलमा यस्तो पनौती लागिसकेपछि घरमा आएर काँक्रा टिप्ने कार्यक्रम पनि भयो र बेलुका भने यस्तो नजारा हेर्दै गयो घर। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ आइसकेको छु नयाँ मिनी ब्लग लिएर। आज चाहिँ हाम्रो मिनी ब्लगको 10th डे अनि त्यसपछि मेरो आजको कहानी सुन्नु। बिहान बिहान चाहिँ म बसमा आएँ होइन पसल। बसमा आउन त आएँ, मोबाइलको चार्ज लिएर आएँ, मोबाइल लिएर आएँ, तर मैले चाबी ल्याउनु बिर्सेँ। मैले चाबी नलाएर यस्तो रिग्रेट भइरहेको थियो कि मैले 3 घण्टा उभिनु पर्यो त्यहाँ। अनि 3 घण्टा उभिसकेपछि बल्ल तल बाबाले चाबी लिएर आउनु भयो। अब त्यति भोगिसकेपछि स्टाफ दिदी आएर चाहिँ म घर फर्किएँ। म बिहान पसल 7 बजे जान्छु खोल्न। अनि त्यसपछि फर्किँदाखेरि चाहिँ 11 बज्छ र 11 बजे फर्किँदाखेरि सबैले खाना खाइसकेको हुन्छन्। त्यही भएर चाहिँ मैले एक्लै बसेर खानुपर्छ खाना। आज मासु भात सँगसँगै फेरि ड्यू पनि थियो। अब मासु भातसँग ड्यू पाइसी त मस्तताले खाइयो। खाना खाएर हात धोएर बसिरहेको थिएँ। एकछिनमा त काँक्राको लागि क्रेट पनि आयो अनि एकछिनमा कार्पेट मिलाइसकेपछि मम्मी चाहिँ भने यता काँक्रा टिप्दै हुनुहुन्थ्यो। काँक्रा चाहिँ भने मम्मीले टिप्दै हुनुहुन्थ्यो अनि म टिपम भनेको त नाइ तले बिगार्छस् भन्नुभयो। सो हाम्रो चाहिँ आजदेखि काँक्रा टिप्ने खालको भइसकेको छ। अनि तपाईहरुको ठाउँतिर काँक्रा कहाँ पाइन्छ त यस्तो भन्नु होला। काँक्राहरु पठाउनु भन्दा फर्स्ट सुरु चाहिँ जोग्नु पर्छ। अनि बाबाले चाहिँ भने यता काँक्रा जोग्दै हुनुहुन्थ्यो। अनि हाम्रो सबैको टोटल वेट चाहिँ 50 किलो भएको छ फर्स्ट लोडमै। अनि म चाहिँ भने बेलुका पसल बन्द गर्न आएको थिएँ, यस्तो बत्ती गएर तन्नाबे भएको थियो। अनि घर फर्किँदा फेरि त बाटो त झिलिमिली देखिन्छ। मलाई लाग्छ कि यो झिलिमिली खासमा जात्राको लागि हो नेवारहरुको। आजलाई यति नै हुन्छ मिनी ब्लग। सी यू अगेन।